मात्रै होला ना फेर बाटो बाटोमा घन्टा त्यो भन्छ ल हेर्न भगवान कालो कटुसको सेउला बोकेर जाँदैछु है हाम्रो मोटो त देखेकै छैन होला है को जतिको मोटो म जतिको मोटो त तिमीले यी भाउजूहरू त भर्खर उड्दो रहेछ आउन उयो होर्सौँ आउँदिने ड्रागोट भन्छ यहाँ चाहिँ डोका त्यसरी लजाएर हुन्छ साइज हेलमेट ड्रागोट भन्छ है अनि यहाँ चाहिँ स्कुल पनि थियो पहिला यहाँनिर हिमोल पनि यहाँ फेरि हिलो छ नमस्ते एभ्रिवान फेरि आजको है मेरो फेरि न्यू भ्लगमा स्वागत छ तपाईँहरूलाई अनि गाइड र म चाहिँ अब लागेको अहिले चाहिँ म गाइडलाई भिडियो पनि निकाल्न सक्छु किनभने नि अरू बेला चाहिँ ऊ रेडी भएको हुँदैन नि त आज रेडी छ हो आज रेडी छ अरू बेला चाहिँ रेडी नभई ननिकाल्नु अरे उसलाई भ्लगमा हो अनि बेला बेला त म लुक्दै आएर भए पनि खिचिदिन्छु हो अनि आज चाहिँ कहाँ जाँदैछु भने चाहिँ आज अस्ति मैले जुन चाहिँ भ्लगमा तपाईँहरूलाई दिमा खस्नु भएको छ त्यहाँ जाँदैछु भनेर म तपाईँहरूलाई गएको भ्लग गरेर तपाईँहरूलाई देखाएको थिएँ है अनि त्यहीँनिर फेरि आज जाँदैछु है आज चाहिँ हाम्रो चाहिँ एउटा सन्तान हो नि त आज चाहिँ चोखिने दिन 5 दिन पुग्यो नि त आज अनि आज चाहिँ हाम्रो चाहिँ चोखिने दिन हो र चाहिँ जाँदैछ हामी जुठो बराइ हुँदै थियो अस्ति चाहिँ हो अन्त चाहिँ लागेको आज चाहिँ बिहानै 8 बजीतिर गाइड र म अनि अहिले चाहिँ उकालो चढ्दैछ हामी घरदेखि उकालो अन्त आज चाहिँ पुष्पा भएकोमा पुगेको छुइनँ है अनि अहिले आएर एकैचोटि जानेछु पुष्पा अहिले त्यसकै अस्थलमै छ है अहिले आएर चाहिँ निकाल्नेछु त्यसको बादमा गएर आएर भ्यायो भने चाहिँ डेलो पनि जानुपर्ने छ है अन्त चाहिँ मैले पुष्पालाई स्टेबलमै राखेको है अहिले आएर चाहिँ निकालेर डेलो हुन्छ कि कता हुन्छ है त्यो चाहिँ अहिले आएर मात्रै हुन्छ कति टाइम लाग्ने रहेछ तल हेर्नुपर्छ नि त छिटो आउनु हेर्नुहोस् फक लागिरहेको छ यो बाँसघारी उकालो आउनुपर्छ म चाहिँ खासै अब हिँड्नु पऱ्यो भने चाहिँ यहाँनिर 3 मिनट 4 मिनटमा आइपुग्छु गाइडसँग हिँड्दा चाहिँ 7-8 मिनट लाग्छ अब कोही बेला हो तिमीसँग हिँड्नु पनि हिँडिदिनु पऱ्यो नि त फेरि रिसाउँला नि त मसँग हिँडेन भनेर ल यहाँबाट तेर्छु यहाँ पर छ गाडी है ल वेदर चाहिँ पानी नै पर्ला जस्तो भइरहेको छ है यहाँनिर फेरि मेवा फलिरहेको छ भन्ने रहेछ पुष्पा बिना पनि गर्दैछु है कोही बेला चाहिँ ब्लग एकदम हेरेर माया दिनुहोस् होला है अनि उनीहरू दुइटा सुतिरहेको रहेछ आइज ल ल हाम्रो गाडी चाहिँ यहाँ पर छ है अब चाहिँ लाग्दिने हो आजको चाहिँ के कसो हुन्छ ब्लग है हेर्दै गर्नुहोस् अब म तल पुगेर फेरि गर्नेछु ब्लग है ल गाडी आउनु भयो यहाँ म्याडमलाई चढाउनु पऱ्यो वेलकम छ म्याडमलाई है मेरो पुष्पा 2मा पुष्पा 2 अब पुष्पा धुनु कि गाडी धुनु हौ अन्त पुष्पा धुँदा भ्याउँदिनँ तिमीलाई आएर गाडी धुनु त सक्छौ नि त गएको ल त हेर्दै गर्नुहोस् है अब चाहिँ लाग्दिने हो के कसो हुन्छ भ्लग चाहिँ हेर्दै गर्नुहोस् है अझै छ यहाँ यसो गर गाईहरूलाई गीत सुन्नु पर्ने अरे यहाँनिर ब्लुटुथहरू सब अन गरिदिनु पर्ने अरे मैले नि मलाई चाहिँ आएको होइन तिमीलाई चाहिँ आएको मलाई त गीत चाहिँदैन ल त अब चाहिँ लाग्यो है हेर्नुहोस् है अब चाहिँ हिँड्यो है आज चाहिँ भागे भएर जानुपर्ने छ है भागे अनि योगदा बिम्बुङ भएर जानुपर्ने छ है अब आउँदा चाहिँ कताबाट हुन्छ फेरि बाटो कस्तो छ अस्ति 5 दिन अगाडि गएको है त्यहाँदेखि गएको छैन
हेर्नुहोस् यस्तो छ। यहाँ फेरि हिलो छ, तल्लो छेउबाट जानुपर्छ, तल्लो छेउबाट तल्लो छेउबाट तल्लो छेउबाट। किन यहाँ भिडियो गर्दैछु देखेनौ कपिराइट। अन्त किन म त भजन बजाएको नि ल दिन बिग्रिनुले गर्दा होला त्यस्तो गाडीहरू त कुदेको जस्तो पनि लागेन, छैन रोडतिर त एउटा गाडी बाइक केही। ल अहिले चाहिँ म डेलो फाटक आइपुगेँ है। ल त हेर्दै गर्नुहोस् है। अहिले चाहिँ एकछिन अब गाडी बढी ध्यान दिनु पर्ला जस्तो भयो है। अफ गर गर यहाँ देखाउ त, माथि थिएछ न गोप्रो क्यामेराहरू के घरमा छ है। म चलाउँदिनँ, मलाई इन्ट्रेस्ट नै छैन नि त भिडियो तिम्रो गोप्रोहरूतिर। गाडी चलाउने चाहिँ इन्ट्रेस्ट छैन त्यो पनि। गाडी मै चलाउनु, घोडा मै चलाउनु, तिमी के चलाउँछौ? म केही चलाउँदिनँ, म हुकुम चलाउँछु। ल बन्द गरिदियो, अफ गरिदियो। ल त साथीभाइ अहिले चाहिँ हामी 14 माइल माथि डाँडामा आइपुग्यो है। डाँडामा भन्दा पनि यहाँनिर डाँडाको दोकानमा है। झन्डै गाडी नस्केर यस्तो भयो मेरो भित्र हालिदिएको नि। डाँडागाउँ हाम्रो यहाँनिर उहिलेको हाम्रो दोकान, डाँडागाउँको दोकान है। हेर्नुहोस् है यहाँनिर आइपुगेको छु अहिले। यहाँबाट ओह्रालो कमान, साङ्से, फिकले, माकलडाँडाहरू चाहिँ यतैबाट हो। हेर्नुहोस् तारखोला पनि यतैबाट हो जाने चाहिँ। यहाँदेखि साट आयो सिधै ओह्रालो गयो। त्यस्तो छ है। कमल दाजुको दोकान, डाँडा दोकान, पुरानो दोकान एकदम डाँडा दोकान हाम्रो कमल दाजुको दोकान है। हाम्रो उहिलेदेखि हाम्रो दाजुलाई कति वर्ष भयो कमल दाजु यहाँ दोकान? बेसी भयो होला नि हौ, 30 वर्षहरू त भयो नि है। हामी मसिनदेखि देखेको अन्त। ए कमल दाजु फेरि दोकान ह्यान्डसम भएर बसिन्छ है फेरि आएको होला। अझै दुईटा एउटै खालको। ल त हेर्दै गर्नुहोस् है। किन यस्तो त देखाउनुपर्छ, ती हेर त तेल हालेको निमाले। हेलमेटले नछोप है अनुहार। अब म यहाँनिर अब ठिकै उपरबाट तिमीलाई मैले याद गरिरहेको थिएँ हो। कहाँ गएको ड्युटी गएको? कैँची हो र यो, कैँची हो र, कैँची हो र यो। ल अब चाहिँ कति बजी फर्किन्छ? 5 बज्छ होला। गाडी आयो। हिमालयको अगाडि गर। छिर्छ जानुहोस् न। ल निमा फेरि ऊ गाडी मैले देखेन अगाडि के हामी बिमुङबाट गयो भने अहिले हुन्छ बाटो? हुन्छ यो उरालो चाहिँ झन् पाउँदैन। ए बनिँदैछ होइन त्यो? बनिँदैछ। अरू त गाडी चाहिँ अरू झर्दैछ 800हरू त कि, तर पिच हुँदैछ है? पिच भएको छैन, तल चाहिँ हुँदैछ। हुँदैछ भर्खर खन्दैछ यो चाहिँ। निमालाई पनि सर्टकट बाटो बनेर चाहिँ दुःखै भयो। ढुक्कै यसरी बनिनु पऱ्यो नि त होइन? यसरी बनियो भने मात्र। ल त साथीभाइ अहिले चाहिँ यहाँनिर हाम्रो बरबटे भन्ने जग्गा बरबटेमा आइपुग्यो है। अनि यहाँ चाहिँ होमस्टेहरू पनि छ, पाइन भ्यू होमस्टेहरू है। अनि अहिले चाहिँ म यहाँ किन आएँ भन्दाखेरि चाहिँ हाम्रो भाइ
साई स्कुलको नाम त के पो बा यहाँ आउनु उयो होस् म आउँदिने अप्ठ्यारो लाग्छ भर्खर भाइ त्यसरी लजाएर हुन्छ साई सरस्वती विद्या मन्दिरमा आइपुग्यो है अहिले चाहिँ यहाँनिर भाइलाई पुऱ्याउनको विचार बाटोमा आउँदो रहेछ नि त यहाँदेखि माथि चाहिँ पाइन भ्यू होमस्टे छ है यहाँनिर चाहिँ अनि बरको रुखहरू चाहिँ ठुल्ठुलो छ नि त हेर्नुहोस् है ठुल्ठुलो बरको रुखहरू छ है अनि बर पिपल चाहिँ यहाँ छ अनि हाम्रो बरबोटे ग्राउन्ड चाहिँ यहाँनिर बरबोटे ग्राउन्ड चाहिँ यहाँ पर हो यहाँ चाहिँ पुरा फुटबल टुर्नामेन्टहरू हुन्छ है अनि अस्ति हातेकाँडहरू पनि हुँदै थियो यो ग्राउन्डमा चाहिँ पुरा ल यसो आएको बेलामा तपाईँलाई यतातिर पनि देखाइरहेको यहाँबाट चाहिँ सिधै तिरपाई 10 माइल कालिम्पोङ टाउन यहाँबाट चाहिँ अब जानुपर्ने हामी यताबाट होइन कहिले उकालै त्यसो भने गाडी तिमी कुद ल त हेर्दै गर्नुहोस् है ल त आइपुग्यो अहिले चाहिँ विवेक कहाँ गएको तल बिजुवा लिनु गएको ल बिजुवा हजुर आहा अन्त बिजुवा आइपुगेको छैन भोलि जस्ट लिनु मात्रै हो छैन हाम्रो यहाँ दुईजना देवा अनि जीवन दाजु एकदम यहाँनिरै गफ हुँदैछ अन्त माथि नजाने अब जानुपर्छ ल जाउँ न अन्त हामी आइसकिसक्यो अन्त ए भाउजूहरू त भर्खर उड्दो रहेछ भर्खर उड्दो रहेछ ऊ जाँदो रहेछ विवेक भर्खर अन्त लु विवेक रेडी भयो अरे माङ्पा चाहिँ हजुर रेडी भयो नि रेडी को हो माङ्पा चाहिँ जङ्गी भा ए लु त अब जाउँ जीवन त आउँछु म लु गाइत्री छिटो गर हजुर स्कुल गए बनाउँछु नि झन् नबना भने ती छेउबाट आएर खिच्छु त म त फेरि यहाँ कस्तो असारको 15 भइरहेको फुल ढिलो उठ्नु लाग्यो त रातभरि हामी बस्छौँ ल साथीभाइ अहिले चाहिँ कटुसको सेउला बोकेर जाँदैछु है हाम्रो चाहिँ यो चाहिन्छ नि त मेन कुरो नै हरेक चिजमा हाम्रो चाहिँ यो चाहिन्छ है अनि के के भएर मरेको भाले लाखो हेर निलो भएर मरेछ त साँपले ठुङ्गे क्या है गतिलो पो रहेछ त अम्बो 3 केजीको भाले चाहिँ मरेछ प्रतिमालाई नोक्सान भएछ हेटे भाले मरेछ साँपले ठुङ्गे क्या जस्तो छ निलो पो छ यो भाले त है भाउजू ल यो चिजहरू चाहिँ एकदमै हरेक चिज हरेक जग्गा हाम्रो चाहिँ यो चाहिन्छ राईहरूको चाहिँ क्या कटुसको सेउला हेर्नुहोस् यो बाटोमा कति मजाले फुलेको फुल अनि यहाँ पनि मजाले फुलिरहेको रहेछ अगाडि चाहिँ गायत्री अगाडि गायत्री अनि भाउजू हिँडिरहनु भएको छ ल कटुसको सेउला बोकेर गइ हुँदैछ अनि जीवन दाजुले चाहिँ एकदम रेडी गरेको रहेछ मलाई लग्दै भनेर चाहिँ बोकेर हिँडेको अब चाहिँ पुग्नु आँट्यो है आज चाहिँ हाम्रो चाहिँ चोखिने दिन तर काम चाहिँ तपाईँको सन्डे मात्रै हो है आइतबार आज चाहिँ चोखिन्छ है सबै कहाँ हुन्छ त्यो गाडीको अवस्थाले भाउजू हो गरेको फार्म पलर लाखो घाँस हाल्नु बिर्सेछ भाउजूले फेरि बाख्रा के घोडा हो क्या हो चाना दिए अरे ए खोले सुन्तला त पुरा रोपेको रहेछ है भाउजू यता हेर सुन्तला फार्म त्यति रोपेर लास्टमा यसरी मऱ्यो ल फापर चाहिँ पुरा हुँदो रहेछ तर यो जग्गाहरूमा चाहिँ पहिला हामी मसिनो हुँदा पनि एकदमै बेसी सब्जी हुने जग्गा हो नि त यो फामफल पनि फल्दैछ त्यति साह्रो त नभनौँ त्यति मसिनो त छैन बुढो भयो नि अब हेर हाम्रो
खड्का गाउँमा चाहिँ फाम्पल चाहिँ जोड्दै नै हुँदो रहेछ क्या त्यहीँ फाम्पल उतल्लो झन् आमा रुगै लडाउनु जस्तो फुलिरहेको छ यहीँनिर आइपुग्यो अब योगदाबाट पुसेहरू आएछ होइन मैले त कटुक्सो स्याउला त देमा कटुक्सो स्याउला त माथिबाट लिएर आएँ यता पाउँदैन अरे नि त हो पाउँदैन त अन्त हाम्रो कत्रो थियो मक्कीको नि त रुखै अन्त पाउँदैन के गरे कटुक्सको स्याउला त माथिबाट लिएर आएँ मैले त यता पो पाउँदैन भन्दै थिएँ यता अन्त रुख बेसी बढ्यो अरे अन्त रुखमा चढ्ने छैन अरे नि त को आइपुग्यो हाम्रो देवाहरू आइपुग्यो माथिबाट आएको छैन है क्यामेरा ल त्यहीमा अनि ए तपाईँहरू त तोकिँदैन नि आज होइन आज हाम्रो ल अब यो चाहिँ तेरो घाममा लाउने होइन नि त लगा त एकखेप लगा त होइन लगा न त चिया पकाएर चिया कस्तो देख्दो रहेछ हेर्दा चिया कस्तो देख्दो रहेछ हेर्न कसो यहाँ देमा फेरि मुला मुला तास्नु हुँदो रहेछ यहाँ देमा हाम्रो यहाँ छ नि अनि यहाँ मेरो बहिनी चिया बनाउँदैछ देखाएँ त मैले अनि उनीहरू चाहिँ चिनिन को पो बन्सिका ऊ बुहारी अरे चिनाएको छैन अन्त कसरी चाहिँ चिन्नु म चिनेको छुएँ नि ल होइन ढोक्नुपर्छ ठुलो नहुनु अब देमा पनि आइपुग्नु भयो दाजुलाई चिनेकै छैन बुहारी म त चिनेको छुइनँ साँच्ची यो कटु सेवा बाहिर राखिदिउँ देमा पनि आइपुग्नु भयो देमाले हिउँदो काम सकेर देमा के सकेर हुन्छ बाहिर राखिदिनु ल देमा ए सानो बहिनी चाहिँ को हो फेरि राजुको छोरी हामी त देवा पो रहेछ त उम्लेको दुध आइगयो दुध छ यता दिवा अनि दिमा भएछ अहिले है यहाँनिर दिमाहरू अघि आइपुग्नु भएको अघि आइपुग्नु भएको दिवाहरू पनि आइपुग्नु भएछ है हामी पनि ढिलो भएछ यो चाबीले न भनेको चाबी हुँदैन यो गायत्री पनि आइपुगेछ गायत्री आइपुगेछ आमा पनि आइपुगेछ गोविन्द देवा अनि यहाँ बिरेबाङ्गला पनि ननिकाली भएन अरे फेरि यहाँनिर कुख आज कराई मात्रै हेर्नु त है के पाक्दैछ भनिदिनु पऱ्यो पाक्दैछ नि थुप्रो चिज कुख एक्लै के आउँदैछ कोही छ है अब के पाक्नु आँटेको अब के फ्राई हुनु आँटेको होला अब फ्राई गर्नु आँटेको हल्का हल्का फ्राई छना बिरेत बाँगाएको छना मेरो तपाईँको त हो त सिङ्गल मात्रै फाइनली चाहिँ मैले पूर्णे दिदीलाई पनि भेटिसकेँ अघि पूर्णे छ न हो खास चाहिँ हामीलाई उहिलेदेखि दिदी भनेर दिदी नै आज के तपाईँ उता नजाने हो घर छेउको भएर यति बेला हो तपाईँको यति बेला अघि तपाईँ पर पुगेको हुनुपर्ने चिया पकाउनु चिनीको मिठो चिनीकै नुनको त खाँदिनँ म ल चिनीको अनि यसको नाम चाहिँ के हो सेते सेते दिमाले मजाले भाँडा मस्काउनु हुँदैछ हाम्रो बस्तीमा चाहिँ कामहरू चाहिँ यस्तै हो टल्काउँदैछ दिमाले भाँडा मजाले टल्काउनु हुँदैछ
खै बुहारी पर आएको छ हामी अघि आएको नि हजुर बस्यो हजुर ए ठिकै पारे अन्त यसो यतातिर पनि निस्केको नि आउँदाखेरि होइन दिनु अन्त के गइनी त्यो पनि टाढो होइन भाँडा चडक्कैको बनाउनु हुँदैछ अहिले चियापानी अनि अहिले दिमा गाईहरू चाहिँ के छ एउटा गोरु हो कि गाई हो त्यो बाछी बाछी सुँगुर कतिवटा तिनवटा थियो तिनवटै गयो कासी डिले भयो ए कासी अब नयाँ होला नि त छैन पाल्दिनँ म अलिक ए नपाल्ने दिमाले चाहिँ पाल्छ सुँगुर 6 महिनामा बेच्ने चाहिँ हाम्रो गाउँमा दिमै मात्रै होला सुँगुर ना फेर सानो भए त भइगयो ठिक पाल्छ ना फेर ना फेर 6 महिनामा सुँगुर बेच्दा त म त राजा हुन्थेँ राजा कति महिनामा बेच्छ दिमा 9 10 11 20 12 तर त्यति पनि ठिकै हो त्यति अब वर्ष दिन 2 वर्ष पाल्नुभन्दा त अब मान्छेकोमा नि दिमा सुँगुरहरू छ नि 2 वर्ष पालेर पनि खालि 30 केजीको मात्रै हुनेहरू पनि छ हो त मान्छेहरू बढ्दैन नि कोही त हो नि कोही चाहिँ बढ्दैन भागै कुरो हो सानो बेला चाहिँ लु यहाँ हाम्रो बाङ्गा है दुईजना बाङ्गाहरूलाई नि यहाँ देवाला गर्नुपर्ने अस्ति आउँदा पनि देवाला भेटिनँ हो आज पनि आउँदा भेटेको थिइनँ अहिले चाहिँ भेटेँ हो के फिङे बनाउनु बिजी फिङे एकछिन बस्नु त फिङे बनाउनु बिजी के हाम्रो यहाँ माङपासँग बस्ने चाहिँ फेरि अहिले आउँदैछ अन्त देवा आयो आएको छैन गएको छ ल्याउनु गएको छ ल्याउनु अझै आएको छैन आएको छैन देवा यहाँनिर अलिकति नि देवा यहाँनिर नि अलिकति राई भाषाबाट आज के लु भनिदिनु त यहाँनिर अलिकति म जान्दिनँ राई भाषा आउँदैन पारा भन्नु नि अलिकति होइन भन्नु। राई भाषै राई जान्दिनँ भाषाबाट चाहिँ आज के चोखिनेलाई के भन्छ लु भन्नु त आज हामी चोखिने भन्नु नि देवा भन्नु नि यो चिजहरू त म एकर चाहि पो राख्छ त के सबैले सिक्नु पर्यो नि भोलि पर्सि होइन भोलि पर्सि अहिले नि भन्नु नि भन्नु नि एउटा शब्द मात्रै भन्नु नि एउटा बाटोमा घन्टा त्यो भन्छ अहिले आउँदैछ अहिले भन्नु है ल घरमा आउनु अहिले आउँछु नि ल त्यसो नि होइन हाम्रो बुढोपाकाहरू बोल्नु मान्दैन दिमा कहाँ हुन्छ अन्त कोही यसरी सिकोस् आयु खै त हौ बरु दिमा बोल्छ होला अलिअलि म त राई पक्का सुङमेनमा हो कि फाडिदिन्छु नि फेरि फाड्नु पर्यो ल त हेर्दै गर्नुहोस् है यसो लु त साथीभाइ अब हामी पनि लाग्यो है सबै कामहरू पनि सक्यो चोखिने कामहरू अन्त चाहिँ हिँडेको गायत्री र म चाहिँ खानासाना खाएर पनि अनि गायत्री अगाडि फोनमा बिजी छ अहिले हाम्रो यहाँनिर पहिला चाहिँ हाम्रो यहाँनिर स्कुल पनि थियो हिमुल पनि थियो पहिला हामी चाहिँ यहाँनिर पढेको है त्यहाँदेखिको पर सरेको थियो स्कुल ग्राउन्डको त्यहाँनिर पनि पढ्यो है यहाँ पनि पढेको यहाँ चाहिँ डोक्रागोट भन्छ यहाँ चाहिँ डोक्रागोट भन्छ है अनि यहाँ चाहिँ स्कुल पनि थियो पहिला यहाँनिर हिमुल पनि थियो यहाँनिर छुर्पीहरू बनिन्थ्यो पहिला है घिउहरू बनिन्थ्यो पुरा गाउँभरिको दुधहरू चाहिँ यहाँ आउँथ्यो नि त यहाँ आएर चाहिँ 14 माइल हिमुल लान्थ्यो है त्यो चिङ के प्लाङ भन्थ्यो त्यहाँनिर लान्थ्यो है अन्त यहीँनिर हो दुधहरू आउने अहिले त अब सबैले गाईहरू पाल्नु छोडेर एकदम उतल सरेको छ हिमुल पनि देमाकै दोकानमा छ अहिले चाहिँ अनि यहाँ चाहिँ गाईहरू पनि पुरा पालेको नि त पहिला यहाँनिर हिमुलकै गाईहरू पनि थियो है अनि अहिले चाहिँ निकै पुरानो भयो अब चाहिँ हेर्नुहोस् यस्तो छ है अनि तपाईँहरूलाई अलिकति है सानो सानो गाउँको पनि अपडेट दिँदै गएको अनि ए अन्चु यहाँनिर कसले हेर्छ भन्छ यो भिडियो तँलाई निकालेको छ भने कसले हेर्छ भन्छ म हेर्छु कसले आन्टीले हेर्छ आन्टीले उताबाट बुझिस् म हेर्छु नि ल गएको ल ल त अब आइता पा अब चाहिँ हामी रोड पनि पुग्न आँट्यो आमा लु टिप्परहरू पुरा बलुवाहरू लिएर जाँदैछ अब चाहिँ है रोड पनि आइपुग्यो माथि पुष्पाको के छ है छिटो छिटो जानुपर्छ किनभने गोठमै छ नि त पुष्पालाई गोठमै राखिरहेको छु अन्त त्यो भएर चाहिँ छिटो निस्केको अब यहाँनिर पानी यस्तो छ गाडीहरू धुनुपर्ने तर भ्याउँदैन किनभने पुष्पा भएकोमा छिटो पुग्नुपर्छ नि त गाइड आएर यहाँ रेस्ट गरिरहेको छ साह्रो टाढो त होइन यहीँ माथि हो हुनु त कि अब र पनि थाक्छ नि त ऊ त अलिकति मोटो मान्छे को जतिको मोटो म जतिको मोटो त तिमीले देखेकै छैन गाडीको चाबी कहाँ छ मेरोमा छैन ल अब चाहिँ लाग्यो है आजको मेरो है
सानो गाउँको भ्लग चाहिँ यहीँसम्म है, के कस्तो भयो हेरेर तपाईँहरूले है कमेन्टहरू गरिदिनुहोस्। ओके बाई बाई।